हेलो गाइस, यो चाहिँ मैले इभिनिङको टाइममा है हाम्रो यो टेन्ट हाउसको बाहिरबाट लिएको छु। यो 12 नम्बर चाहिँ हाम्रो टेन्ट हो, 13 नम्बर चाहिँ मामा र माइजूको हो। बेलुका इभिनिङमा चाहिँ अलिकति चिसो चिसो हुँदो रहेछ। यहाँ परको देख्नुहुँदैछ नि त, यो चाहिँ रिसेप्सन है। यहाँ डोनाले के गर्दैछ, भ्लग बनाउँदै होला सायद। अनि यहाँनिर चाहिँ हाम्रो खाना खाने जग्गा। अब यहाँनिर हेर्नुहोस् न कतिवटा त्यहाँदेखि खाना खाने, यतापट्टि एउटा दुईवटा तीन है, यो 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 3 रहेछ, 3 नम्बर 4 5 गरेर टोटल चाहिँ यहाँनिर कतिवटा चाहिँ टेन्ट हाउस रहेछ भने टोटल 15वटा 15वटा चाहिँ टेन्ट हाउस रहेछ। यो चाहिँ वर्षमा खालि 6 महिना मात्रै चल्दो रहेछ हो। 6 महिना बन्द हुँदो रहेछ, किनभने चाहिँ यहाँ चाहिँ उत्सव उत्सव भन्नु मतलब अब रन अफ कच्छमा चाहिँ फेस्टिभल लाग्दो रहेछ हो। त्यो फेस्टिभल चाहिँ नोभेम्बर टु मार्चसम्म चाहिँ लाग्दो रहेछ। त्यति बेला चाहिँ एकदम टुरिस्ट आएर है, अब यो चाहिँ यहाँतिर बस्नुहुन्छ, हामी पनि अब त्यही टुरिस्टको बिचमा हामी पनि पऱ्यौँ होइन। र हामीले चाहिँ फर्स्ट टाइम यो एक्सपिरियन्स गरेको। यहाँनिर चाहिँ यसरी आगो फुकिदिएको छ होइन। बेलुका अलिक चिसो छ, उहाँहरू पनि टुरिस्टै हुनुहुन्छ है, गेस्टै हुनुहुन्छ। उहाँहरू पनि यहाँ इन्जोय गरिरहनु भएको छ। एकदम सुनसान मजाको जग्गा छ, बस्नु राम्रो छ, रिजनेबल प्राइसमा। हेर्नुहोस्, यो चाहिँ कहाँनिर भन्नुहुन्छ भने चाहिँ नि, यो चाहिँ पतघर टेन्ट हो। यो चाहिँ यो पर बोर्ड देख्नुहुँदैछ है। यहाँ चाहिँ अलिक सस्तो रहेछ अरूतिर हेरी। अब अरूतिर बुङ्गाहरू अलिक महँगै छ, किनभने चाहिँ यहाँनिर चाहिँ अब उत्सव लागेकोले गर्दाखेरि नि त, फेस्टिभल लागेकोले गर्दाखेरि चाहिँ अब कतिले त पाउँदैन भन्छ। हुनु चाहिँ अब आएर आफूले नै दुःख गऱ्यो भने, खोज्यो भने चाहिँ हामीले जस्तै अब यो टेन्ट हाउस पनि पाउँछ, बुङ्गा पनि पाउँछ। तर अलिकति अब आफूले दुःख गर्नु पऱ्यो है, धेरै जग्गा घुमेर चाहिँ दुःख गरेर खोज्यो भने चाहिँ पाइँदो रहेछ। हामीले पनि ठिकै दाममा पायौँ। अब साह्रो सस्तो पनि होइन, धेरै महँगो पनि होइन है, पकेट फ्रेन्डली रुम पाएको छ। एकदम राम्रो छ भित्र पनि। मैले अर्को भिडियोमा यो भित्रको पनि भिजिट तपाईँहरूलाई देखाउने छु। ओके, बाई बाई।